अलिकति बाहिरमा आशीर्वाद भन्नु न हौ मनमा नै त नगरिदिनु न हौ भिडियो हेरेर नि छक्कै पर्छ होला बाटो भएर आशीर्वाद दिन्थ्यो बुझाउँदा पहिला पहिला सुबेदार हुनु हो क्याप्टन हुनु जान्दैन क्लासमा आएर चाहिँ होल्डर हुनु सिपाही हुनु भनिन्थ्यो सकेन सन्छ पहिल्यै जानेको ठुल्ठुलो भनिहाल्थ्यो भन्छ मुनि अहिले खास मान्छेले त्यहाँ बस्न यता हेर्न उयो गर्नेमा पैसा चढाउने भन्छ नि म त ठुलो ग्लास माछा ढक्का हाल्नु दिउँ के हो छैन त रहेछ छैन रहेछ तापीलाई दिएर पर्दैन दिनुपर्छ नि यो सिङलाई है अघि जाँदै ढोग्नु त स्कुल जाँदा खानु ल दहीले गर्दा उयो आइहाल्दैछ हौ ढिङ्गा आउँदैछ छोरीलाई ठुला दिएको आशीर्वाद लाग्छ नि फेरि त्यही भएर त कहिले दिँदैन त आशीर्वाद त अन्त मनमा त हुन्छ तिमीले चाहिँ 1200 एटीको खाली खाली गर्ने खेले 500 दियो हो लुकेर 700 त मैले दिनु पर्यो मजा आयो तर अस्ति 22 खेला सानो नाफा भयो 1300 नखानु पर्यो कहाँ खेला यहाँ एकछिन बस टिका लगाऊ पहिला भगवान खा भन्छ नि पेट काट्छ के भयो गाडी भात खाएर चाहिँ जति भए पनि खा भाइ तिम्रो उल्टा सिधो भएको कसै कोही सामु त ल तिमी लेफ्ट साइड लेफ्ट साइड तामाङ राइट साइड त दोकान त के हो त अब थाहा छैन यतापट्टि आइछ यहाँ तामाङ लगाउँछ अस्ति लाग्यो ए घरि गर्दा अस्ति त म कहाँ आएको त भन्न अस्ति त दोकान त लेप्चा तामाङ आएको आज त म लेप्चा आएको भा केमा छ भने त बिहान फेरि आएर बरु एनजी बसेको एक रात एनजी पिन्जी ए भयो होइन त्यहाँबाट हेर बिहानको तिमीहरूलाई थाहा छैन अब कालिम्पोङ बस पाउँछ दार्जिलिङ बस पाउँछ टिकट काटेर हाने 150 रुपियाँमा 250मा 150मा टिस्टा आइपुग्छ टिस्टा गाडी बनाउनु 600मा गाडी आइपुगिहाल्छ म त छक्कै पऱ्यो बिहान फेरि आउँछ भन्छ हो फेरि अन्त
त्यो मान्छेले कति चार्जहरू लियो चार्जहरू लियो 3500 अन्त अरू बेला 2500 3000 जान्छ गाडी बुझिस् यो अब इमर्जेन्सी भएर त्यसो भयो भएर तिमीलाई ठग्यो अनि तिमीहरू एक रात बसेको भए त्यहाँ 150 रुपियाँ गर्ने रुम पनि पाउँछ 250 गर्ने रुम पनि पाउँछ एनजेपीमा पाउँदैन अन्त 8 बजी झर्ने नि त खास ट्रेनमा 8 बजी तिमीहरू त अन्त म छक्कै भएँ 8 बजी त झर्ने लु 9 बजी मलाई झर्ने चाहिँ मलाई त होइन मलाई त तिमीले पनि भनेको बिनुले भनेको त हो म भए चाहिँ बस्थेँ ती बस्थेँ रुम गर्थेँ नि एउटा रुम गरेर बसेँ बुढाबुढी बिहान गाडी पाएछ त एनजिपीबाट हामीलाई के दुई जन यहाँ छ त झाडा लिएर पुग्नु न। कति आसेर बोलाएको त उता पर्खिनु ट्रेन लेट भयो 8 बजी झरे कतै त्यो झरेको थियो अस्ति म त्यो भौजूले पनि त्यसै पऱ्यो त्यति बेला पनि त्यस्तै भएको साह्रो लेट भएको कि 11 साढे 11 12 बजी नागेर गाडी आएको ट्रेन आएको अब यहाँबाट गएको हामी कति 3 बजी गएको 9 बजी झर्छ भनेर ट्रेन त लेट त्यति बेला चाहिँ अब उयो भएको थियो बाटो खाल्टा परेको थियो टिस्टामा होइन पर जङ्गलमा उयो गरेन त्यसले लगेको छ नि त्यो भएको